नमस्कार सबैलाई। तपाईहरू सबैलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आजको भिडियो एउटा डरबाट सुरु हुन्छ तर अन्त्यमा एउटा अवसरमा पुग्छ। आज हामी यस्तो विषयमा कुरा गर्नेछौँ जुन अहिले विद्यार्थी, कर्मचारी, बिजनेस ओनर, ब्याङ्कर, टिचर, कन्टेन्ट क्रिएटर सबैको मनमा छ। के एआईले हाम्रो जागिर खोज्छ? के च्याट जीपीटी, कोपाइलोट, जेमिनाई जस्ता एआई टुल्स आएपछि अफिसमा मानिसको आवश्यकता घट्छ? के अब इमेल लेख्ने, रिपोर्ट बनाउने, डेटा एनालाइसिस गर्ने, प्रेजेन्टेसन तयार गर्ने र कस्टमरलाई रिप्लाई दिने काम एआईले नै गर्ने हो? र सबैभन्दा ठूलो प्रश्न, हामीले एआईसँग डराउने हो कि एआईसँग काम गर्न सिक्ने हो? यदि तपाईहरू पनि यी प्रश्नहरूसँग रिलेट गर्नुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। म यो विषय मेरो आफ्नो अध्ययन, बुझाइ, वर्कप्लेस एक्सपिरियन्स र टेक्नोलोजीले काम गर्ने तरिका कसरी बदल्दैछ भन्ने अब्जर्भेसनको आधारमा सेयर गर्दैछु। भिडियो सुरु गर्नु अघि यदि तपाईलाई टेक्नोलोजी, वर्कप्लेस, करियर ग्रोथ र फ्युचर स्किल्स सम्बन्धी सरल एक्सप्लेनेसन मनपर्छ भने कृपया यो भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यस्ता प्र्याक्टिकल विषयहरूमा अझ धेरै कन्टेन्ट चाहनुहुन्छ भने कमेन्ट पनि गर्नुहोला। अब हामी यो एउटा दृश्य हेरौँ। हामीले बायाँतिर देख्छौँ एउटा डर पैदा भइरहेको छ। मानिसहरू चिन्तित छन्। रोबोट छ, अटोमेसन बढ्दैछ। तर त्यसैगरी दायाँतिर हेरौँ भने दृश्य अलिक फरक छ। मानिसहरू एआईसँग मिलेर काम गरिरहेका छन्। उनीहरू डराएका छैनन्। उनीहरूलाई एआईलाई सहयोगी टुलको रूपमा प्रयोग गरिरहेका छन्। यही नै आजको मुख्य प्रश्न हो। एआई हाम्रो रिप्लेसमेन्ट हो कि हाम्रो वर्किङ पार्टनर? आज हामी यही कुरा स्टेप बाई स्टेप बुझ्न खोज्नेछौँ। साथै यस्तै जानकारी अरू पनि म सेयर गर्ने हिसाबले युट्युब च्यानलको सुरुवात गरेको छु। सो तपाईहरूलाई पनि यस्तै रिलेटेड कन्टेन्टहरू मनपर्छ भने मेक स्योर युट्युबलाई सब्स्क्राइब गरेर हजुरले सपोर्ट गरिदिनुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु। सो द इभोल्युसन अफ एआई। सबैभन्दा पहिले एआई को इभोल्युसन बुझौँ। हामी मध्ये धेरैलाई लाग्छ एआई अचानक च्याट जीपीटी आएपछि मात्र चर्चामा आयो। तर एआई को सोच धेरै पुरानो हो। सन् 1950 मा अलान ट्युरिङले एउटा ऐतिहासिक प्रश्न सोधे, क्यान मेसिन्स थिङ्क? अर्थात् के मेसिनले सोच्न सक्छ? त्यति बेला यो कुरा धेरैलाई साइन्स फिक्सन जस्तो लाग्थ्यो। तर यही प्रश्नले एआई को आधार तयार गर्यो। त्यसपछि समय बित्दै गयो र एआईले एकपछि अर्को माइलस्टोन पार गर्दै गयो। सन् 1997 मा आइबिएम डीप ब्लूले वर्ल्ड चेस च्याम्पियन ग्यारी क्यास्परभलाई हरायो। यो केवल चेस गेम थिएन, यो एउटा संकेत थियो कि कम्प्युटरले अब क्याल्कुलेसन मात्र होइन, स्ट्राटेजीमा पनि मानिसलाई च्यालेन्ज गर्न सक्छ। त्यसैगरी सन् 2011 मा आइबिएम वाटसन भन्ने सुपर कम्प्युटरले जियोपार्डी क्विज जित्यो। यसले देखायो कि एआईले ल्याङ्ग्वेज, क्लु, कन्टेक्स्ट र क्वेसन बुझेर पनि एन्सर दिन सक्छ। सन् 2016 मा अल्फागोले लियो सेडललाई हरायो। गो गेम अत्यन्त कम्प्लेक्स मानिन्छ। त्यहाँ एआई को जितले संसारलाई सोच्न बाध्य बनायो कि मेसिनले अब प्याटर्न, प्रोबेबिलिटी र स्ट्राटेजीमा निकै ठुलो क्षमता राख्दछ। अनि सन् 2022 मा च्याट जीपीटी पब्लिकली एभाइलेबल भयो। त्यसपछि एआई केवल रिसर्च ल्याब वा बिग टेक्नोलोजी कम्पनीको विषय रहेन। एआई विद्यार्थीको मोबाइलमा आयो, अफिस इम्प्लोइको ल्यापटपमा आयो, बिजनेस ओनरको वर्क फ्लोमा आयो र कन्टेन्ट क्रिएटरको स्क्रिप्टमा आयो। अहिले एआई को पाइलोट जस्ता टुल्स डेली वर्कप्लेस भित्र प्रवेश गरिसकेका छन्। यस टाइमलाइनले हामीलाई एउटा कुरा स्पष्ट देखाउँछ, एआई एक दिनमा आएको ट्रेन्ड होइन, यो लामो इभोल्युसनको परिणाम हो। तर सस्पेन्स यही छ कि एआई को क्षमता बढ्दै जाँदा
मानिसको भूमिका हराउँछ कि अझ महत्त्वपूर्ण हुन्छ? अब हेरौँ एआईले आज के गर्न सक्छ। पहिला धेरैलाई लाग्थ्यो एआई भनेको रोबोट मात्र हो, तर वास्तविक एआई धेरै ठाउँमा नदेखिने तरिकाले काम गरिरहेको हुन्छ। पहिलो एउटा हामी ब्याङ्किङको उदाहरण लिउँ। ब्याङ्किङमा एआई फ्रड डिटेक्सन, क्रेडिट स्कोरिङ, रिस्क एनालाइसिस, कस्टमर बिहेभियर ट्र्याकिङ, पर्सनलाइज सर्भिस र कम्प्लायन्स मोनिटरिङमा प्रयोग हुन सक्छ। उदाहरणको लागि कुनै ट्रान्जेक्सन अनयुजुअल छ भने एआईले त्यसलाई फ्ल्याग गर्न सक्छ। दोस्रो कुरा गरौँ हेल्थ केयरको। एआईले मेडिकल इमेजेस, रिपोर्ट्स र पेसेन्ट डेटा एनालाइज गरेर डाक्टरलाई डायग्नोसिसमा सहयोग गर्न सक्छ। यसले डाक्टरलाई रिप्लेस गर्ने होइन, डाक्टरलाई बेटर डिसिजन लिन सपोर्ट गर्ने हो। तेस्रो कुरा गरौँ कस्टमर सर्भिस। आज धेरै कम्पनीहरूले च्याटबट प्रयोग गरिरहेका छन्। बेसिक क्वेरिज, सर्भिस रिक्वेस्ट, फ्रिक्वेन्टली आस्क्ड क्वेसन्स जस्ता काम एआईले छिटो ह्यान्डल गर्न सक्छ। चौथो कुरा गरौँ हामी एजुकेसन सेक्टरको। एआईले विद्यार्थीलाई पर्सनलाइज लर्निङ दिन सक्छ। कठिन टपिक सजिलो भाषामा एक्सप्लेन गर्न सक्छ। ट्रान्सलेसन, समरी र प्र्याक्टिस क्वेसन्स तयार गर्न सक्छ। सो पाँचौं नम्बरको कुरा गरौँ क्रिएटिभ वर्क। एआईले स्क्रिप्ट आइडिया दिन सक्छ, इमेज जेनेरेट गर्न सक्छ, भिडियो एडिटिङमा सहयोग गर्न सक्छ, क्याप्सन लेख्न सक्छ, तर फाइनल स्टोरी टेलिङ, इमोसन, टाइमिङ र अडियन्स कनेक्ट भने मानिसको आफ्नै स्किल नै हो। छैटौं कुरा गरौँ हामी बिजनेस प्रोडक्टिभिटी। अफिसमा एआईले इमेल ड्राफ्ट गर्न, रिपोर्ट समराइज गर्न, प्रेजेन्टेसन बनाउन, मिटिङ नोट्स तयार गर्न र डेटा एनालाइसिस जस्तो कामहरू गर्न सहयोग गर्छ। दायाँतिर हामीले देख्न सक्छौँ केही फेमस एक्जाम्पल्सहरू जस्तै च्याट जिपिटी, अल्फा फोल्ड, नेटफ्लिक्स रेकमेन्डेसन्स र एआई च्याटबट्स। यी सबैले एउटै कुरा देखाउँछन्, एआई अब थ्योरी होइन, रियल लाइफमा युज भइरहेको छ। यो रियल लाइफमा युज भइरहेको टेक्नोलोजी हो। तर यहाँ एउटा इम्पोर्टेन्ट कुरा छ, एआई छिटो छ, एआई प्याटर्न चिन्न बलियो छ, एआई रिपिटेटिभ काम अटोमेट गर्न सक्षम छ। तर एआईसँग मानवीय संवेदना, जिम्मेवारी, नैतिक निर्णय, ट्रस्ट बिल्डिङ, सोसल अन्डरस्ट्यान्डिङ सीमित हुन्छ। त्यसैले मेरो बुझाइमा एआई पावरफुल छ तर पर्फेक्ट छैन। एआई युजफुल छ तर ह्युमन जजमेन्ट अझै पनि र जहिले पनि आवश्यक नै हुनेछ। अब प्रश्न झन् गम्भीर हुन्छ, यदि एआईले यति धेरै काम गर्न सक्छ भने मानिसले अब के गर्ने? अब हामी एआई कस्तो टुल हो यसको बारेमा बुझ्ने हामी प्रयास गर्छौँ। एआई एज एन एसिस्टिभ टुल। अब यो स्लाइड धेरै नै प्र्याक्टिकल छ। हामी सबैले अफिसमा विभिन्न किसिमका काम गरेको छौँ, जस्तै डेटा कलेक्ट गर्ने, इमेल लेख्ने, रिपोर्ट बनाउने, स्लाइड्स तयार गर्ने, समरी बनाउने। यी सम्पूर्ण कामहरू जरुरी छन्, तर यस्ता कामहरू गर्नलाई एकदमै समय लाग्ने हुन्छ। बायाँतिर हामी एआई बिना काम गर्दा धेरै समय खर्च हुने नेचरको काम मैले प्रस्तुत गरेको छु। जस्तै तपाईँलाई कुनै डेटा कलेक्ट गर्न 60 मिनट लाग्ला, इमेल लेख्न 45 मिनट्स लाग्ला, रिपोर्ट बनाउन 90 मिनट लाग्ला, स्लाइड्स बनाउनलाई 60 मिनट लाग्ला। यी सबै काम गर्नलाई टोटलमा तपाईँलाई हाराहारी 4.5 घण्टा खर्च हुन सक्ला एआई को मद्दत बिना। तर त्यसै गरी हामीले बायाँतिर हेरौँ भने एआई को मद्दतबाट हामीले एआईले ड्राफ्ट गरिदिन्छ 10 मिनटमा, समराइज गरिदिन्छ 10 मिनटमा, एनालाइज गरिदिन्छ 10 मिनटमा, ट्रान्सलेसन गरिदिन्छ 5 मिनटमा, भिजुअल्स कस्तो बनाउने भनेर पनि सजेस्ट गरिदिन्छ 5 मिनटमा।
सो ह्युमन र एआई को मिक्सचर भएपछि यो काम भनेको 4.25 आवर्सबाट 40 मिनटमा घट्ने भयो। सो हामीले यहाँ ह्युमनलाई टोटल्ली रिप्लेस गर्ने भन्दा पनि ह्युमन प्लस एआईले चाहिँ बेटर प्रोडक्टिभिटी दिने कुरा यो स्लाइड्सले प्रष्टसँग जनाउँछ। तर ध्यान दिनुपर्ने कुरा छ, एआईले काम पहिला ड्राफ्ट दिन्छ, अन्तिम सत्य होइन। मानिसले त्यसलाई रिभ्यू गर्नुपर्छ, गल्ती सच्याउनुपर्छ, आफ्नो कन्टेक्स्ट मिलाउनुपर्छ, कम्पनी, कस्टमर, मार्केट वा अडियन्स अनुसार जजमेन्ट लगाउनुपर्छ। फाइनल डिसिजन मानिसले नै लिनुपर्छ। त्यसैले म एआईलाई रिप्लेसमेन्ट भन्दा पनि असिस्टिभ टुलको रूपमा हेर्छु। जसरी क्याल्कुलेटरले अकाउन्टेन्टलाई हटाएन, बरु क्याल्कुलेसन छिटो बनायो, जसरी एक्सेलले फाइनान्स टिम हटाएन, बरु एनालाइसिस सजिलो बनायो, त्यसरी नै एआईले नलेज वर्करको प्रोडक्टिभिटी बढाउन सक्छ। तर यहाँ एउटा रियल च्यालेन्ज छ। यदि एउटै अफिसमा एकजना इम्प्लोइ एआई प्रयोग गरेर छिटो, राम्रो र स्ट्रक्चर काम गर्न थाल्छ अनि अर्को इम्प्लोइ पुरानै तरिकामा अड्किन्छ भने भविष्यमा कसको भ्यालु बढ्छ? यहीँबाट वास्तविक कम्पिटिसन सुरु हुन्छ। कम्पिटिसन एआई र मानिस बीच मात्र होइन, कम्पिटिसन हुनेछ एआई प्रयोग गर्न जान्ने मानिस र एआई प्रयोग गर्न नजान्ने मानिस बीचको। सो हामी फर्दर एआईलाई बुझ्नलाई एउटा कुरा बुझ्नै पर्ने हुन्छ हामीले। एआई विल रिप्लेस जब रोल्स, नट पिपल। एआईले मान्छे रिप्लेस गर्ने होइन, तपाईहरूले गर्ने रेपिटेटिभ काम रिप्लेस गर्ने हो। मेरो विचारमा एआईले सिधै मानिसलाई रिप्लेस गर्छ भन्नु अधुरो बुझाइ हो। एआईले पहिले टास्क रिप्लेस गर्छ, त्यसपछि जब रोल्स परिवर्तन गर्छ। बायाँतिर हेर्नुहोस्, रेपिटेटिभ डेटा एन्ट्री, सिम्पल रिपोर्ट राइटिङ, रुटिन कस्टमर क्वेरिज, शेड्युलिङ एन्ड रिमाइन्डर्स, बेसिक डकुमेन्ट्री रिभ्यू, यी काम दोहोरिने छन्। स्ट्रक्चर क्लियर हुन्छ, रुल बेस्ड हुन्छ, त्यसैले एआईले यस्ता काम अटोमेट गर्न सक्छ। तर दायाँतिर हेर्नुहोस्, क्रिएटिभिटी, जजमेन्ट, एम्प्याथी, लिडरसिप, नेगोसिएसन, रिलेसनसिप बिल्डिङ, एथिकल डिसिजन्स, यी कुरा अझै मानिसकै बलियो पक्ष हुन्छ। अब बीचको एक्जाम्पल हेरौँ। बैंक टेलरको भूमिका पहिले क्यास ट्रान्जेक्सन, ब्यालेन्स इन्क्वायरी, स्टेटमेन्ट प्रिन्टिङमा धेरै थियो। एटिएम, मोबाइल ब्याङ्किङ, डिजिटल च्यानल्स आएपछि ती काम धेरै डिजिटलाइज भए। तर ब्याङ्करहरू हराएनन्। रोल रिलेसनसिप म्यानेजमेन्ट, एडभाइजरी, सेल्स, कस्टमर केयर र प्रब्लम सल्भिङ तर्फ सर्यो। डेटा एन्ट्री क्लर्कको रोल डेटा एनालिस्ट बन्न सक्छ। बेसिक सपोर्ट एजेन्टको रोल कस्टमर एक्सपिरियन्स स्पेसियलिस्ट बन्न सक्छ। यसको अर्थ हो जब टाइटल परिवर्तन हुन सक्छ, स्किल रिक्वायरमेन्ट परिवर्तन हुन सक्छ, तर मानिसको आवश्यकता समाप्त हुँदैन। तर यहाँबाट इमानदार कुरा पनि भन्नुपर्छ, जो मानिस सिक्न तयार हुँदैन, जसले आफ्नो काममा नयाँ टेक्नोलोजी इन्टिग्रेट गर्दैन, उसको रोल रिस्कमा अभियसली पर्न सक्छ। तर जो मानिसले एआईलाई आफ्नो कामको हिस्सा बनाउँछ, उसले आफ्नो भ्यालु अझ बढाउन सक्छ। त्यसैले एआईले सबैलाई हटाउने होइन, एआईले सबैलाई टेस्ट गर्नेछ। सो अझै अगाडि बढौँ। हाम्रो हिस्ट्रीमा कस्तो कस्तो परिवर्तनहरू भएको थियो, त्यसले कस्तो कस्तो फियर, एउटा डर पैदा गरेको थियो मान्छेहरूमा, त्यो बुझ्न हामी प्रयास गर्नेछौँ। आज एआई देखेर हामी डराएका छौँ, तर यस्तो डर पहिलो पटक आएको होइन। जब इन्डस्ट्रियल मसिन्स आए, वर्कर्सहरू डराएका थिए। उनीहरूलाई लाग्यो अब फ्याक्ट्रीमा मानिसको आवश्यकता रहँदैन। तर के भयो? केही पुरानो कामहरू घटे, प्रोडक्टिभिटी त बढ्यो नि त, इन्डस्ट्री एक्सपान्ड भयो। त्यही भएर नयाँ कामहरू अझै जन्मिएर
फर्दर जब अपर्च्युनिटिजहरू क्रिएट भयो। जब कम्प्युटर अफिसमा आयो धेरैलाई लाग्यो अब क्लरिकल काम सकिन्छ, तर कम्प्युटरले नयाँ प्रोफेसन जन्मायो। आइटी, सफ्टवेयर, डेटा एनालाइसिस, साइबर सेक्युरिटी, डिजिटल मार्केटिङ। त्यस्तै जब एटिएम ब्याङ्किङमा आयो धेरैले सोचे ब्याङ्क टेलरहरू सकिन्छन्, तर ब्याङ्किङ सेक्टर समाप्त भएन। बरु ब्याङ्किङ सर्भिसेस एक्सपान्ड भयो। टेलरको रोल ट्रान्जेक्सन ह्यान्डलिङबाट कस्टमर सर्भिस, सेल्स र रिलेसनसिप म्यानेजमेन्ट तर्फ बदलियो। इतिहासले हामीलाई एउटा कुरा सिकाउँछ, टेक्नोलोजीले मानिसलाई समाप्त गर्दैन, तर मानिसको काम गर्ने तरिका परिवर्तन गर्छ। तर एआई को केसमा परिवर्तन अलि गहिरो छ, किनकि एआईले केवल फिजिकल काम होइन, केही नलेज बेस्ड काम पनि अटोमेट गर्न सक्छ। त्यसैले एआईलाई हल्का रूपमा चाहिँ लिनु हुँदैन, तर केवल डराएर बस्नु पनि ठिक होइन। मेरो अनुभव र बुझाइमा हरेक नयाँ टेक्नोलोजीले दुई प्रकारको मानिस छुट्याउँछन्। पहिलो डराएर टाढा बस्ने, दोस्रो सिकेर अगाडि बढ्ने। भविष्य जहिले पनि दोस्रो सिकेर अगाडि बढ्ने समूहको पक्षमा हुनेछ, है त साथीहरू। त्यसै गरी हामी एउटा हिस्ट्रीको फियरले कस्तो पैदा गरेको थियो, नयाँ टेक्नोलोजीहरू जन्मेर कसरी नयाँ अपर्च्युनिटिजहरू पैदा भएको थियो, त्यो सँगसँगै अब हामी नेक्स्ट स्लाइडमा मुभ हुन्छौँ। सो नेक्स्ट स्लाइड हाम्रो छ, हु विल थ्राइभ इन एन एआई वर्क प्लेस। अब मुख्य प्रश्न, एआई वर्क प्लेसमा को सफल हुन्छ? केवल एआई टुल चलाउन जान्ने मानिस, केवल एक्सपिरियन्स भएको मानिस, अथवा केवल डिग्री भएको मानिस? मेरो विचारमा भविष्यमा सफल हुने मानिस ती हुन् जसले एआई स्किल्स र ह्युमन स्किल्स दुवै कम्बाइन गर्न सक्छन्। पहिलो, एआई लिटरेसी। एआई के हो, एआई कसरी प्रयोग गर्ने, कहाँ भरोसा गर्ने, कहाँ क्रस चेक गर्ने भन्ने कुराहरू बुझ्नुपर्ने हुन्छ। यसको विषयमा म फर्दर अरू भिडियोहरूमा पनि तपाईहरूलाई विस्तृत जानकारी दिनेछु। त्यो भएर हजुरहरूले मेक स्योर मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भयो भने मैले के नयाँ भिडियोहरू अपलोड गरेँ भने हजुरहरूले सिधै जानकारी पनि प्राप्त गर्न सक्नुहुनेछ। सो दोस्रो कुरा गरौँ, क्रिटिकल थिङ्किङ। एआईले कन्फिडेन्ट एन्सर दिन सक्छ, तर त्यो सधैँ सही नहुन सक्छ। त्यसैले भेरिफाई गर्ने बानी पनि चाहिने हुन्छ। तेस्रो कुरा, क्रिएटिभिटी। एआईले आइडिया दिन्छ, तर मिनिङफुल स्टोरी, इमोसनल कनेक्सन र अडियन्स अन्डरस्ट्यान्डिङ मानिस पढे आउने हुन्छ, है त। सो नेक्स्ट वान इज कम्युनिकेसन। एआईबाट राम्रो इनपुट निकाल्न राम्रो इन्स्ट्रक्सन दिन जान्नुपर्ने हुन्छ। क्लियर प्रम्प्ट, क्लियर रिजल्ट। हामीले जुन प्रम्प्ट गार्बेज इन गार्बेज आउट भन्छ नि, सो त्यो पनि हामीले एआईसँग कम्युनिकेट गर्नु पनि वान अफ द रिक्वायर्ड स्किल्स हुन्छ हामीले फ्युचरमा थ्राइभ गर्नलाई चाहिँ, है त। सो एनदर इम्पोर्टेन्ट थिङ इज इमोसनल इन्टेलिजेन्स। वर्क प्लेसमा सबै कुरा डेटा होइन, कहिलेकाहीँ ट्रस्ट, एम्प्याथी, रेस्पेक्ट र टाइमिङ बढी महत्त्वपूर्ण हुन सक्छ। यो कुरा पनि बुझ्नुपर्ने हुन्छ साथीहरू। एन्ड एनदर इम्पोर्टेन्ट थिङ इज एडाप्टेबिलिटी। टेक्नोलोजी छिटो बदलिन्छ। आज सिकेको टुल भोलि अपग्रेड हुन्छ। त्यसैले कन्टिन्युअस लर्निङ इज अलवेज इम्पोर्टेन्ट। आज एआई छ, भोलि समथिङ कल्ड बिआई आउला, ब्लक चेन्जको बारेमा कुरा भइरहेको छ। सो द टेक्नोलोजी इज अलवेज अपग्रेडिङ। त्यसमा हामीले एडप्ट हुनु इज भेरी भेरी इम्पोर्टेन्ट। सो एनदर इम्पोर्टेन्ट स्किल द्याट इज रिक्वायर्ड फर फ्युचर इज डोमेन एक्सपर्टिज। एआई चलाउन जान्नु राम्रो हो, तर आफ्नो फिल्ड बुझ्नु अझै महत्त्वपूर्ण हुन्छ। ब्याङ्करले ब्याङ्किङ बुझ्नुपर्छ, टिचरले टिचिङ बुझ्नुपर्छ, डक्टरले मेडिसिन बुझ्नुपर्छ, म्यानेजरले पिपुल र बिजनेस बुझ्नुपर्छ। सो लास्ट बट नट लिस्ट, एथिक्सको कुरा गरौँ। एआई प्रयोग गर्दा प्राइभेसी, बायसनेस, फेयरनेस
र रेस्पोन्सिबिलिटीको कुरा आउँछ, यी निर्णयमा मानिसको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ है त। सो दायाँतिर हामी माइन्डसेटको कुराहरू देखिरहेको छौँ। सो किप लर्निङ, use AI as an assistive tool, focus on solving real problems. भविष्यमा सुरक्षित हुने मानिस त्यो होइन जसले एआईबाट डराउँछ। भविष्यमा सुरक्षित हुने मानिस त्यो हो जसले एआई बुझ्छ, सिक्छ र जिम्मेवारीपूर्वक प्रयोग गर्छ। एआई रेस्पोन्सिबली युज गर्न सक्ने मान्छेले चाहिँ दे विल स्योरली थ्राइभ इन द फ्युचर। ओके, अब हामी भिडियोको कन्क्लुडिङ पार्टमा छौँ। आजको ओभरअल यसको यो भिडियोको ओभरअल मेसेज चाहिँ के थियो त, त्यो कुरा हामी डेलिभर गर्नेछौँ। दिस इज वान अफ द इम्पोर्टेन्ट पार्ट अफ द भिडियो। सो मेक स्योर तपाईँले फुल भिडियो हेर्नुहोस् र हजुरहरूमा एउटा यो एआई प्रतिको भ्रम भन्दा पनि यसको रियालिटी चाहिँ के हो भनेर मैले बुझाउने प्रयास गरिरहेको हुन्छु। कतिपय हजुर साथीहरूले बुझि पनि सक्नु भएको छ, अझ धेरै कुराहरू बुझ्नु भएको छ। सो मेक स्योर हजुरहरूले कमेन्ट पनि गरिदिनुहोस्। हजुरहरूले एआईमा नयाँ नयाँ कुरा जुन सिकिराख्नु भएको छ, तपाईँको वर्क प्लेसमा कसरी एआई इभल्भ भइरहेछ, सो हजुरहरूले सेयर गरिदिनु भयो भने इट्स अल एबाउट लर्निङ होइन त साथीहरू। सो मेरो यो ओभरअल भिडियोको कन्सेप्ट एउटा कन्क्लुजन भनेको चाहिँ डोन्ट फियर एआई, लर्न एआई। अब हामी अन्तिम सन्देशमा जाउँ। एआईबाट डराउनु अस्वाभाविक होइन। जब कुनै टेक्नोलोजी हाम्रो काम नजिक आउँछ डर अवश्य पनि लाग्छ, तर डरलाई डिसिजन बनाउन दिनु हुँदैन, डरलाई लर्निङमा बदल्नु पर्छ। यो इमेजमा मानिस र एआई ह्यान्डसेक गरिरहेका छन्। मलाई यो इमेजको मेसेज एकदम क्लियर लाग्छ। फ्युचर ह्युमन भर्सेस एआई होइन, फ्युचर ह्युमन इज एआई हो। जब हामीले 3 काम गर्नुपर्छ। पहिलो, एआई टुल्स सिक्ने, ChatGPT, Copilot, Gemini, Canva, Excel AI, अटोमेसन टुल्स वा आफ्नो फिल्ड अनुसार रिलेभेन्ट एआई टुल्स प्रयोग गर्न अब हजुरहरूले सिक्न एकदमै इम्पोर्टेन्ट हुन्छ। दोस्रो कुरा, ह्युमन स्किल्स बलियो बनाउने, जुन जेसुकै आए पनि कहिले पनि तपाईँलाई रिप्लेस गर्नै सक्दैन। कम्युनिकेसन, लिडरसिप, क्रिएटिभिटी, एम्प्याथी, नेगोसिएसन, एथिक्स र जजमेन्टलाई अझै विकसित गर्नु पर्यो। यस्तो स्किल्सहरूले जब एआई आउँछ तब झन् अपर्च्युनिटी पाउँदै जानु सम्भावना बढ्छ। मार्केटमा यसको डिमान्ड अझै बढ्दै जाने सम्भावना हुन्छ। सो अर्को तेस्रो, द मोस्ट इम्पोर्टेन्ट थिङ इज कन्टिन्युसली एडप्ट गर्ने। एकपटक सिकेर पुग्दैन, टेक्नोलोजी इभल्भ हुन्छ, हामी पनि टेक्नोलोजी सँगसँगै इभल्भ हुन सक्नुपर्छ। अन्तिममा मेरो एउटा सरल मेसेज छ, एआईले केही टास्क रिप्लेस गर्न सक्छ, एआईले केही जब रोल्स परिवर्तन गर्न सक्छ, तर एआईसँग काम गर्न सिक्ने मानिस अझ भ्यालुएबल बन्न सक्छ। त्यसैले एआईबाट डराउने होइन, एआईलाई बुझ्ने, सिक्ने र सही तरिकाले प्रयोग गर्ने हो। एआईले मानिसलाई रिप्लेस गर्ने भन्दा पनि एआई प्रयोग गर्न जान्ने मानिसले एआई प्रयोग गर्न नजान्ने मानिसलाई रिप्लेस गर्न सक्छ। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् तपाईँको विचारमा एआई अवसर हो कि खतरा। म यस्ता प्र्याक्टिकल र फ्युचर फोकस विषयहरूमा आफ्नो नलेज, एक्सपिरियन्स र अब्जर्भेसनका आधारमा अझै सेयर गर्दै जानेछु। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद। Thank you for watching. Keep learning AI. Do not fear it, just learn it. Thank you everyone for watching.